आज चाहिँ हाम्रो यता नयाँ वर्ष मनाउनको लागि चाहिँ हामी अब यस्तो घरतिर जान लागिरहेको छु। आज चाहिँ यहाँ केटाहरू छ, आज चाहिँ हामी 4वटा बाइक 3टा बाइकमा लगभग 6 जना हुन्छ होइन। टक्क लाएर दिउँ। यता छ मेरो राइडर साथीहरू। अब सबैजना नयाँ वर्ष मनाउनको लागि चाहिँ घरतिर जान लागिरहेको छु। अहिले मलेखु नयाँ वर्ष मनाउन यता आइरहेको छ भाइहरूसँग। र साथीहरू हामी चाहिँ होइन नयाँ वर्ष मनाउन घरतिर आएको। अब घर आउने बित्तिकै आमाहरूले यताउति अब काम भनेर दाउरा बोक्न भनेर वनतिर पठाउनु भएको छ। यतातिर छ मेरो साथीहरू। सानो भाइ बालापन सम्झियो कि यार। ल फाइनल्ली अब हामी अब है कति वर्षपछि चाहिँ यसो अब आमाहरूलाई पनि अब यसो घरतिर आएको बेलामा यसो सानोतिनो काम सघाइदिउँ न भनेर चाहिँ अब हामी पनि हुन्छ नि त घरमा अब बुढी आमाहरू भएको मान्छेहरूलाई सधैँ दुःख दिनु पनि भएन। यसो कहिलेकाहीँ अब यसो के घर आएको बेलामा त काम त गरिदिनु पऱ्यो। त्यही भएर आजभोलि युवाहरू सबै बाहिर यस्तो छ हाम्रो वन जङ्गल चाहिँ। तर वनमा पनि हाम्रो जाने ठाउँ चाहिँ रोडै रोड छ है, रोडै रोड छ। त्यही भएर त्यस्तो के भन्छ लड्ने यताउति सानो गोरेटो बाटो छैन, किनकि वनसम्म हाम्रो जाने बाटो छ। त्यही भएर गाउँघर आइयो। यो ठाउँ पँधेरो मान्छेहरू धेरै छ है, मान्छेहरू धेरै छ। बालापनको यादहरू आज चाहिँ त्यस्तो धेरै दिनपछि चाहिँ बालापनको यादहरू रिमेम्बर भइरहेको छ यता। यो चाहिँ वनमा लानको लागि चाहिँ पानी थाप्दैछ दाइले होइन। यता छ हाम्रो सेक्रेटरी चाहिँ निर्माण कार्य भइरहेको छ। त्यही भएर अब हामी चाहिँ यहाँबाट रोड जान्छ, किनकि हामी अब धेरै दिनपछि चाहिँ बाल्यकालको याद यसो दिलाएको छ आज। अब गाउँतिर कोही छैन है, अब भाइहरू बच्चाहरू कोही छैन यसो दाउरा बोक्ने भनेर। त्यही भएर हामी आफू पनि यसो बोक्न आइरहेको छु। हामी अब वनसम्म डोजर निर्माण कार्य भइरहेको छ। अनि किनकि हामी अनि त्यसपछि पनि फेरि हामी दाउरा आफू बोक्ने होइन क्या, यसो ठाउँसम्म ल्याइदिएर चाहिँ अनि गाडीले बोक्नुहुन्छ। किनकि वनसम्म जानको लागि चाहिँ अब त्यहाँ निर्माण कार्यहरू चाहिँ सम्पन्न भएको छैन। त्यही भएर चाहिँ हामी बिहान चियाको साथमा अनि 1 कप चिया खाएर 1 पुरी बिस्कुट खाएर चाहिँ हामी वनतिर आएको छ है। यो है वन। नयाँ वर्ष कसरी बित्ला जस्तो छ स्यारे भाइ? बालापनको याद है, धेरै दिनपछि बालापनको यादहरू चाहिँ यसो दिलाएको छ क्या। गर्नै पर्छ, पसिना त बढाउनै पर्छ। हातमा ठेला र पैतालाको छाला नउकिन्जेलसम्म मेहनत त गर्नै पर्छ। जिन्दगी जिउँदै गर्दा चाहिँ के भन्छ काफलतिर जाने भाइहरूको सल्लाह भइरहेको छ। अनि हामी चाहिँ अब एकछिनमा जाने, अब घर पुगेर चाहिँ खाना खाने, अनि त्यो चाहिँ काफलतिर जाने। यता साइडमा पनि चरा कराइरहेको छ कि हाम्रो जङ्गलतिरको चरा यस्तो छ है, यस्तो छ। अब यहाँ दाउरा बोक्दा बोक्दै थके लाग्यो। अनि त्यसपछि अब भोक लाग्यो। फ्राई राइस काठमाडौँमा हामी यसलाई फ्राई राइस भनेर हामी यसलाई के भन्ने भुटेको भात। काठमाडौँमा फ्राई राइस, यहाँ चाहिँ भुटेको भात चाम्रे के भन्छ होइन के भन्छ मलाई त्यो माइलाले पोज गरेर बर्थडे उस गरे कि विजयको गरे बाजे त नयाँ वर्ष यसरी बित्दैछ। पहिले यसो त रहेछ है। साथी लौ बढौँ अघि जित हाम्रो नै हो साथी लक्ष्यलाई भेट्ने जिम्मा छ काँधमाथि
हिम्मत बोकेर आऊ प्रयास गर साथी खुबी देखाउन आऊ जोश लिएर आऊ हिम्मत बोकेर आऊ प्रयास गर साथी खुबी देखाउन आऊ विश्वासले जित हाम्रो नै हो साथी हिप हिप हुर्रे हुर्रे हिप हिप हुर्रे सम्झना बाँकी छ हाम्रा ती पलको सँगै नहोला हामी तर सधैँभरको धेरै दिनबाट यहाँ शून्यता कालो बादल छाएको जस्तो आज चाहिँ फाइनल खेले त है पानी परेको बेला यसो आज चाहिँ साथीहरू यसो फुटबल खेलाडीहरू चाहिँ आज यस्तो हल्का हल्का रातो ड्रेसमा देख्न सक्नुहुन्छ यो चाहिँ रेतो यता चाहिँ निक्ले फाइनली अहिले चाहिँ अब गेम सुरु भइसक्यो सोह्र वर्ष भुराहरूको यसो दिए हेर्ने फाइनली गेम जित्यो होइन बधाई छ है यस्तो हिलोमा बल्ल बल्ल गेम जित्यो कस्तो लाग्यो गेम अनि बबल लाग्यो जे गुरुङ है 17 नम्बर सुदेव गुरुङ यता 17 वर्ष हाम्रो चाहिँ आज चाहिँ काठमाडौँ यात्रा काठमाडौँ यात्रा आज अस्ति अब 3टा बाइक थियो एउटा बाइक चाहिँ काठमाडौँ गइसक्यो आज 2टा बाइक यता छ मेरो सानो भाइ यता राइडर केशर गुरुङ